धर्म भन्दा साथ विभिन्न प्रकारको परम्परा र सम्प्रदाय देखिने गर्छ। 3,000 भन्दा माथि धर्म यस संसारमा लिखितममा छन्। एउटा बच्चाले धर्म के हो, स्वर्ग के हो, यमराज कहाँ यो प्रश्न लैजान्छ। नचिकेता नाम हो उसको। आफ्नो पिताजी मर्दाखेरि श्राद्धमा कोरली गाई दान दिनुपर्छ भनेको थियो, 13 दिनमा दिन नसकेर बुढी गाई दान दिएको हुनाले बुढी गाईले त तार्दैन भनेका थिए पण्डितजीले, फेरि दान लगे। यस सन्दर्भमा ऊ धर्मराज कहाँ पुगेको थियो। धर्मस्य तत्त्वम निहितम गुहायाम महाजनो येन गतास पन्था। गुहा हृदयको गुफाभित्र धर्मको तत्त्व लुकेको छ। महाजन जो हो उसले जसरी बताउँछ या ऊ बाटो कसरी हिँडेको छ, यदि त्यस्तो हो भने त महाजन त तपाईँ हो। तपाईँले नै जान्नुहुन्छ, तपाईँले नै बताइदिनुहोस्। धारणा धर्ममित्या हो धर्मेण विधृता प्रजा यस्या धारणसयुक्त सधर्म इति निश्चय हो। यसरी परिभाषा दिन्छन्। यानि मन यहाँ बुझ्नुहोस् कि मनका अनेक धारणाहरू छन्। ती धारणाबाट यो जीवन चलेको छ। मनकै धारणाबाट जीवन चल्या छ, दौरै छ होइन। यदि त्यो मनको धारणाबाट तपाईँ जहाँ चल्नुभएको छ त्यो तपाईँको जीवनलाई कल्याणकारी छ, यानि तपाईँलाई शान्ति र खुसी मिलेको छ भने त्यो धर्म हो। यदि तपाईँलाई शान्ति र खुसी मिलेको छैन भने त्यो धर्म होइन। लडाइँ झगडा छ भने त्यो धर्म होइन। तेरो मेरो छ भने त्यो धर्म होइन।